हेलो नमस्ते सबैजनालाई जय श्री कृष्ण। सबैजना सन्चै हुनुहुन्छ। आजको चाहिँ म चाहिँ केही दिन अगाडि चाहिँ काठमाडौँमा रहेको बुढा नीलकण्ठ नजिकैको इस्कन घुम्न गएको थियो। इस्कनमा चाहिँ हामी सबैजना मिलेर गएको थियौँ। मेरो ठुलो मम्मी अनि दिदीहरू, मम्मी, छोरी र म भएर इस्कन घुम्न गएको थियौँ। हामी चाहिँ मलाई चाहिँ इस्कन पहिलेदेखि नै जान मन लागिरहेको ठाउँ हो। अनि त्यसपछि मलाई मन्दिरहरू अनि यस्तो इस्कनहरू अनि भजन कीर्तनहरू गर्ने ठाउँ चाहिँ एकदमै जान मन लाग्छ। गर्न एकदमै मन लागिरहन्छ। अनि त्यसपछि के भन्छ अरे, यहाँ पनि मलाई एकदमै धेरै पहिलादेखि नै जान मन लागिरहेको थियो, थाहा थिएन। अनि पछि चाहिँ मेरो दिदी जानुभएको रहेछ। अनि त्यसपछि दिदीलाई जाऊँ न त, आज एकादशी छ, इस्कन घुम्न जाऊँ भनेर लग्यौँ। अनि इस्कन पुग्दा साथी हेर्नु न, गेटबाट इन्ट्री गर्दैमै भाइब्सै भिन्दै आउँछ कि साथीहरू। भाइब्स नै एकदमै आनन्दको, खुसी, रमाइलो खालको भाइब्स आउँछ। नेगेटिभिटीलाई सबै गेटबाट बाहिर फालेर पोजिटिभिटी लिएर भित्र पस्यौँ। हामी पुग्न साथ हेर्नु न, गेट नजिकैबाट इन्ट्री गर्दाखेरि नै कति राम्रो कि श्रीकृष्ण भगवानको फोटोहरू थियो, मूर्तिहरू थियो। अनि त्यसपछि त्यहाँ पुग्न साथ हाम्रो चाहिँ त्यहाँ भजन भइसकेको रहेछ। अनि त्यही भएर हामी चाहिँ छिटो गरेर भजन गरेको ठाउँमा गइसक्यौँ। अनि यहाँ चाहिँ मैले छोटो भिडियोहरू लिएँ। अनि त्यहाँ गएर चाहिँ हामीले भजनहरू गऱ्यौँ। अनि भजन कीर्तन गऱ्यौँ। हरे राम हरे कृष्ण 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 हरे हरे भन्दै हामीले गाउँदै थियौँ। मेरो छोरीले नि गाउँदै छिन्, हेर्नु न। अनि त्यसपछि चाहिँ एकछिनपछि चाहिँ त्यहाँ फेरि आरती सुरु हुँदो रहेछ। उहाँ शङ्ख फुक्नुभयो। अनि त्यो शङ्खको ध्वनि पनि कति आनन्दको, हेर्नु त। अनि त्यसपछि चाहिँ श्रीकृष्ण भगवान, राधा रानी, राधा मैया, माता, के भनौँ भन्ने व्यक्तै गर्न नसक्ने भगवान श्रीकृष्णको दर्शन पाइए। हेर्नु त कति राम्रो, आमामामा वर्णन गरेरै साध्य छैन कि भगवानको लीला। हेर्नु त कति राम्रो देखिनु भएको। ओहो, श्रीकृष्ण राधा रानी बिचमा श्रीकृष्ण नाच्नु भएको, उतापट्टि यतापट्टि नि श्रीकृष्ण आरती गर्दै हुनुहुन्छ। सबै भक्तजनहरूले ताली बजाएर हरे राम हरे कृष्ण भन्दै हुनुहुन्छ, नमस्कार गर्दै हुनुहुन्छ, ढोक्दै हुनुहुन्छ। त्यहाँ चाहिँ हेर्नु न, बुढाबुढी मान्छेदेखिबाट बच्चा बच्ची सबैजना जानुहुँदो रहेछ है। कति राम्रो के, कति राम्रो। त्यहाँ बसेपछि त बसे गर्न मन लाग्ने के, बाहिर निस्किनै मन नलाग्ने के साथीहरू। तपाईँहरूलाई त्यस्तो हुन्छ कि हुँदैन? मलाई चाहिँ एकदमै आनन्दको लाग्छ कि, आनन्दै हुन्छ, बेग्लै हुन्छ कि, संसारै बेग्लै हुन्छ कि भित्र पसिसकेपछि, भगवानलाई देखिसकेपछि। मान्छेले व्यक्त गर्नै सक्दैन क्या हो कि त्यसको फिलिङ्स कस्तो हुन्छ भनेर कि मैले वर्डमा एक्सप्रेस गर्नै सक्दिनँ कि साथीहरू। तपाईँलाई त्यस्तो हुन्छ कि हुँदैन? मलाई चाहिँ पहिला चाहिँ खासै हुन्थेन। हुन त म पहिलादेखि नै व्रत बस्ने हो। आजभोलि चाहिँ अलिक कम नै बसिरहेको छु है। तर आजभोलि चाहिँ मलाई किन भगवान देखेपछि चाहिँ एकदमै रुन मन लाग्छ के, भित्र आवाजबाट नै एकदमै आँसु आउला जस्तो हुन्छ। अनि यहाँ चाहिँ सबैजनाले आरती गर्नको लागि उठ्दै हुनुहुन्छ। आरती गर्नुभयो, पुजारीले चाहिँ आरती दिँदै हुनुहुन्छ भगवानलाई। मेरो छोरीलाई चाहिँ के भएछ कुनै खुनखुन गर्न आइरहेकी थिइन्। अनि त्यसपछि अनौठो भएर हो कि सबैजना उठेर नदेखेको भएर हो कि के हो कुनै। अनि त्यसपछि मेरो मम्मी र ठुलो मम्मी नाच्दै हुनुहुन्छ। हेर्नु न कति रमाइलो। मेरो छोरीलाई नि नचाउनलाई उकालेको, के भएछ कुनै नाच्नै खोजिनन् योपालि चाहिँ। नाच्नलाई अलि इन्ट्रेस्ट नै, नाचम त गरिदिन् तर नाचेनन्। सबै हरे राम हरे कृष्ण भन्दै भजन गाउँदै हुनुहुन्छ। आफ्नो भजनमा लिङ भएर बस्नु भएको छ। हेर्नु त कति रमाइलो, कति आनन्द। बच्चा बुढाबुढी सबैजना हुनुहुन्छ है, वृद्धहरू पनि। कति राम्रो भगवानको दर्शन पाउँदाखेरि, कति आनन्दको, कति राम्रो माहौल के, एकदम शान्त वातावरण पनि, हल्ला नै, कति राम्रो लाइटिङ। हेर्नु त थिम कति राम्रो, जतातता श्रीकृष्ण भगवानको मूर्ति, फोटो, पिक्चर, के भन्ने त्यसलाई, के हो वर्णन गर्नै नसक्ने। उहाँ चाहिँ पछाडि हुनुभएको चाहिँ त्यो मूर्ति चाहिँ के को भन्ने कुरा नै मलाई थाहा भएन। तर हेर्नु न, उहाँ गुरुजी नै हुनुहुन्छ होला उहाँ चाहिँ।
उहाँको नाम चाहिँ मलाई थाहा भएन खासै मलाई त्यस्तो चाहिँ खासै थाहा छैन साथीहरू मलाई चाहिँ एकदमै धेरै यो इस्कनहरू जान मन लागेको चाहिँ धेरै पहिलेदेखि नै हो तर यहाँ पोखरामा नि छ भन्ने चाहिँ थाहा छ तर कहाँनिर रहेछ भन्ने कुरा थाहा छैन साथीहरू यदि हजुरहरूलाई थाहा छ भने मलाई भनिदिनुहोस् न लोकेसन सेयर गरिदिनुहोस् ल कमेन्टमा पनि भनिदिनुहोस् सेयर गरिदिनुहोस् श्रीकृष्ण भगवानको आरती सकेपछि हामी चाहिँ एकछिन बस्यौँ एकछिन त्यहाँ पानी सानी खायौँ अनि त्यसपछि मेरो छोरीलाई चाहिँ जता जता भिडियो लिएछ त्यतै जान मन लागिरहेको छ अनि रमाइलो भयो साह्रै रमाइलो छेड भयो हेर्नु अब छोटो मिठो ट्रिप भयो एउटा एकादशीको दिन के गरेर बस्ने भन्दाखेरि यता जाम भन्ने भयो अनि गयो त्यही पनि रमाइलो भयो छोरी नाच्न खुट्टा हल्लाउँदै छिन् लाज लाएर कि के भएर त्यसपछि मैले चाहिँ फोटोसोटो लिदिएँ अनि यसो भिडियोहरू बनाइदिएँ अनि त्यसपछि हामी तल लाग्यौँ निस्क्यौँ त्यहाँबाट इस्कन अनि त्यसपछि त्यहाँ तलहरू चाहिँ स्टलहरू लागिरहेको थियो साथीहरू स्टलहरू लागिरहेको थियो कोही ठाउँमा चाहिँ कपडाहरू थियो भने कोही ठाउँमा चाहिँ मालाहरू अनि जाप गर्ने पोल्टीहरू के भन्छ त्यसलाई थैलीहरू त्यस्तोहरू थियो अनि त्यहाँभित्र चाहिँ मलाई के रहेछ भनेर हेर्न मन लागेर गएँ अनि त्यसपछि त्यहाँ चाहिँ भक्तजनहरूको आउँदाखेरि किनमेल गर्ने ठाउँ हेर्नु न कति राम्रो के सामानहरू रुद्राक्ष मालाहरू निमको माला अनि के भन्छ अरे तुलसी माताको माला तुलसीको मालाहरू थियो अनि त्यसपछि त्यहाँबाट नि म बाहिर निस्केँ बाहिर चाहिँ स्टलहरू थियो अनि त्यो गेटमा चाहिँ के रहेछ त्यहाँभित्रबाट चाहिँ के रहेछ हेर्नु न गेट पनि कति राम्रो हो भनेर मलाई चाहिँ त्यहाँ छिर्न मन लाग्यो तर भुइँ चाहिँ एकदमै धेरै तातो थियो साथीहरू घाम बेसकै चर्को थियो नि त्यही भएर एकदमै ऊ थियो है तातो थियो त्यही पनि भित्र पस्यौँ तर तातोको महसुसै नहुने के भित्र छिरिसकेपछि कस्तो आनन्दको हो नि त हेर्नु न कति रमाइलो छ सबैजनाहरू है सबैजना आउनुभएको यी कृष्ण भगवानले गोवर्धन उठाउनु भएकोलाई गोवर्धन पर्वत उठाउनु भएकोलाई आमा कति राम्रो के त्यस्तो यस्तो उहरू देख्दाखेरि चाहिँ एकदमै राम्रो लाग्ने कि है नेचरहरू हेर्नु न कति राम्रो बनाउनु भएको रहेछ अनि यहाँ चाहिँ पोखरी थियो तर खासै पानी थिएन तुलसी महारानीको भिडियोहरू फोटोहरू होइन मूर्ति बनाएर राख्नु भएको रहेछ त्यसपछि चाहिँ उहाँ घाम लागेर मेरो मम्मीलाई चाहिँ छाता ओढेर हिँड्न परेको अनि यहाँ फेरि मूर्ति हुनुहुँदो रहेछ राधा रानी र कृष्ण भगवानको त्यसपछि पनि अगाडि गयो अगाडि बढिसकेपछि अनि मैले चाहिँ यहाँ के अरे शिवजीको मूर्ति देखेको थिएँ साथीहरू अनि त्यो शिवजीको मूर्ति चाहिँ फेरि हेर्न बिर्सिएँ नि मैले अगाडि पुगिरहेको अनि फेरि पर देखेको थिएँ अनि त्यसपछि फेरि मलाई चाहिँ हेर्न मन लागेर अनि नानीहरूतिर जानुभयो म चाहिँ त्यो मूर्ति हेर्न मूर्ति भन्ने चाहिँ गुफामा जय शम्भो जय बोलो सबैको रक्षा गरिदिनुहोस् भगवान् त्यही नै हो त्यसपछि अगाडि त्यहाँ स्टलहरूमा चाहिँ भण्डारा लागिरहेको थियो प्रसादी बाँडिरहनु भएको थियो यो के भन्छ अरे यो गुफाको अलि अगाडिपट्टि चाहिँ भण्डारा लागेको थियो त्यहाँबाट फेरि हामी एकछिन माथि उक्लेर बुढा नीलकण्ठ आयौँ बुढा नीलकण्ठको इन्भाइरोमेन्ट यस्तो थियो कि लाखपति बाल्दै हुनुहुन्थ्यो त्यहाँ भक्तजनहरूले है अनि त्यसपछि यहाँ बुढा नीलकण्ठ विष्णु भगवानले सधैँभर रक्षा गरून् सबैजनालाई थ्याङ्क्स फर वाचिङ सर्ट भिडियो